पहिला पहिला हामीले पैसाको माला भन्थ्यौं तर त्यसको खास नाम चाहिँ हमेला रहेछ। आज म हजुरहरुलाई हमेला चाहिँ कसरी बनाउने भनेर देखाउँछु। हामीले चाहिँ एकजना कस्टमरको 19 तोलामा रहेको हमेला चाहिँ 27 पिस बनाउन गइरहेको छौं। म आज हजुरहरुलाई देखाउँछु। हजुरहरु सबैजनाले हेर्नु होला। यो चाहिँ हामीले 27 पिस बनाउँदै छौं। यो हमेला यसरी बनाइन्छ। हामीले मेसिनमा राखेर अब यो हजुरहरुलाई मैले प्रत्येक देखाउँछु। हेर्नु त कस्तो राम्रो के गोल्ड यस्तो राम्रो बनेको छ। र यहाँबाट हामीले प्लेन हमेलाको साइज निकालेको छौं। प्लेनमा हेर्दा कस्तो ठ्याक्कै पानीपुरी जस्तै लागिरहेको मलाई चाहिँ बनाउँदा बनाउँदै सेम पानीपुरीको याद आएको। र अब यसलाई त हामीले प्लेनमा निकाल्यौं र अब यसलाई हामीले बुट्टा हाल्न गइरहेको छौं। हामीसँग चाहिँ लगभग 20-21 थरीको बुट्टा रहेको छ। कस्तो डिजाइनको बनाउने, कस्तो बुट्टा हाल्ने हमेलामा भन्ने चाहिँ हजुरहरुमा पनि भर पर्छ। यो हमेला चाहिँ हामीले हजुरहरुको आँखा अगाडि 4 घण्टामा बनाउँछौं। यसको चाहिँ जम्मा 4 घण्टा लाग्छ हमेला बनाउनलाई। र यसको चाहिँ ज्याला फ्री छ। हजुरहरुले जति तोला हजुरले आफ्नै सुन लिएर आएर हामीसँग बनाउनुहुन्छ भने पनि यसको ज्याला फ्री छ। हामीसँगै किन्नुहुन्छ सुन भने पनि यसको ज्याला फ्री छ। हजुरहरुले चाहिँ ज्याला गर्नु पर्दैन है। र हमेला रेडी भइसकेको छ। हामीले अब यसको फिनिशिङ गर्दै छौं। हेर्नु त यस्तो राम्रो बनेको छ, यति राम्रो बनेको छ। ल हजुरहरुलाई मैले हमेला बनाएको त देखाएँ। अब हामी हमेला बुनेको पनि देखाउँछौं है। यो चाहिँ अर्को पार्टमा आउँछ है।